नमस्ते साथीहरू, के तपाईलाई थाहा छ आजभन्दा 2500 वर्ष अघि बुद्धले आँखा चिम्लेर जुन कुरा पत्ता लगाउनु भयो आजको विज्ञानले अर्बौं डलर खर्च गरेर त्यही कुरा खोज्दैछ। हामीलाई लाग्छ विज्ञान पश्चिमा देशबाट आएका हो, तर बुद्धले त पहिले नै ब्रह्माण्डका ठूला रहस्यहरू खोलिसक्नु भएको थियो। यो भिडियो अन्त्यसम्म हेर्नुहोला किनकि अन्तिम कुराले तपाईको सोच्ने तरिका नै बदलिदिनेछ। 1. केही पनि स्थायी छैन, अनित्यता। तपाईले समातिरहनु भएको फोन वा बसिरहेको कुर्सी तपाईलाई ठोस र नबदलिने जस्तो लाग्छ होला, तर विज्ञान भन्छ यदि यसलाई एकदमै शक्तिशाली मेसिनले हेर्ने हो भने यो ससाना कणहरू मिलेर बनेको छ र ती कणहरू सधैँ चलिरहन्छन्। बुद्धले यसलाई अनित्यता भन्नुभएको थियो। उहाँका अनुसार यो संसारमा कुनै पनि कुरा स्थिर छैन, सबै कुरा हरेक सेकेन्ड बदलिरहेको छ। जस्तै नदीको पानी बगिरहन्छ, हाम्रो शरीर र यो संसार पनि त्यसरी नै हरेक पल बदलिरहेको हुन्छ। एउटा उदाहरण हेरौँ, यदि तपाईले एउटा रथका पाङ्ग्रा, काठ र घोडालाई अलग गरिदिनु भयो भने रथ कहाँ जान्छ? रथ त केवल ती सामानहरू जोडिएर बनेको छ। उहाँका अनुसार यो संसारमा कुनै पनि कुरा स्थिर छैन, सबै कुरा हरेक सेकेन्ड बदलिरहेको छ। जस्तै नदीको पानी बगिरहन्छ, हाम्रो शरीर र यो संसार पनि त्यसरी नै हरेक पल बदलिरहेको हुन्छ। एउटा नाम मात्र थियो। विज्ञानले पनि भन्छ कि यदि हामीले परमाणुहरू बीचको खाली ठाउँ हटायौं भने यो विशाल ब्रह्माण्ड एउटा सानो गोलामा हटाउँछ। हामीलाई ठोस लाग्ने यो संसार वास्तवमा हाम्रो मनले दिएको एउटा नाम मात्र हो। प्रतीत्य समुत्पाद बुद्धको एउटा मुख्य शिक्षा हो। यसको हुनुले त्यो हुन्छ। यसको अर्थ संसारमा कुनै पनि कुरा एक्लै हुँदैन। तपाईको एउटा सानो सोच वा कामले पूरा संसारलाई असर गर्छ। आजको विज्ञानले पनि भन्छ कि ब्रह्माण्डका दुईवटा कणहरू जति टाढा भए पनि एकअर्कासँग जोडिएका हुन्छन्। हामी यो संसारबाट अलग छैनौं, हामी सबै एउटै ठूलो जालका हिस्सा हौं। तारमा संसार हाम्रो मनको खेल हो, चित्त मात्र के तपाईलाई थाहा छ? यो संसार हामीलाई त्यस्तै देखिन्छ जस्तो हाम्रो मन छ। विज्ञानको एउटा प्रयोगले देखाएको छ कि जबसम्म कसैले हेर्दैन तबसम्म प्रकाशका कणहरू अर्कै रूपमा हुन्छन्। बुद्धले हजारौं वर्ष अघि भन्नुभएको थियो सबै कुरा मनबाट सुरु हुन्छ। यदि तपाईको मन खुसी छ भने संसार राम्रो देखिन्छ, यदि मन दुखी छ भने संसार नराम्रो देखिन्छ। हामी आफैले आफ्नो सोचाइले आफ्नो संसार बनाइरहेका हुन्छौं। त्यो व्यक्ति को थियो, किन ऊ ठिक त्यही समयमा आयो र किन उसको आगमनले सम्पूर्ण मठको भविष्य बदल्नेवाला थियो, त्यो थाहा पाउनेछौं अर्को भागमा। जसरी प्याजका तह हुन्छन्, यो शरीर पनि विभिन्न भागहरूको एक थुप्रो हो। कुनै एउटा म भन्ने छैन, केही पनि स्थायी छैन। ओक्राहरू उप्काउँदै जाँदा अन्त्यमा केही बाँकी रहँदैन। त्यसरी नै हाम्रो अहंकार हटाउँदै जाँदा त्यहाँ कुनै स्थायी आत्मा भेटिँदैन। जब हामी यो कुरा बुझ्छौं तब मात्र हामीले साँचो शान्ति वा निर्वाण पाउँछौं। निष्कर्ष, अन्त्यमा एउटा गहिरो कुरा, विज्ञानले भन्छ ऊर्जा कहिल्यै मर्दैन, केवल रूप बदल्छ।